हेलो एन्ड नमस्ते गाइज, होप गाइज आर फाइन होइन। के छ गाइजहरू, हिजोको भ्लग आएन। अब कसरी आएन भने के भन्ने, अब मेमोरी कार्डै करप्ट भइदिएर हिजो खिच्न त खिचेको थियो टन्नै। हिजो कोठासोठा सफा गरेको, अब काम जानु पर्थेन नि त, अनि कोठासोठा सफा गरेको, भिडियो कति खिचेर राखेको, बेलुका हेर्दाखेरि एडिट गर्दाखेरि त मेमोरी कार्डै करप्ट भएर एउटै भिडियो आएन। त्यही भएर राखिनँ। अब म चाहिँ काम जाँदा रेडी भइसकेको छु होइन। यसलाई यसो लगाइसकेको छु। अब म कामतिर हिँड्छु। आज बसमा जानुपर्छ, बाइक बुटले लिएर गएको छ होइन। म चाहिँ बसमा जानुपर्छ। अब त्यही हो, अब बस खिच्यो भने देखाउँला, खिचेन भने त्यही हो, म सिधै अफिस पुगेको देखाउँला है त। लगाइछ गाइज, म चाहिँ बसबाट झरिसकेँ, सुन्दरी घाटमा आइपुगेँ। यहाँ तलबाट आउने हो होइन, अनि उहाँ माथि जाने हो क्या। तल चाहिँ सुन्दरी घाट, हाम्रो यो धोबी घाटको पुल अगाडिको बाटो हो। यो चाहिँ हाम्रो नयाँ बाटो। यो तल किर्तिपुरबाट तल नयाँ बाटोबाट छिर्यो भने किर्तिपुर छिर्ने बाटो, यो किर्तिपुर छिर्ने बाटो हो। ल गाइज, अहिले चाहिँ म फेरि एकचोटि अफिस पुगिसकेँ। अघि न अफिस आएर म ठ्याक्क पुगेँ मात्रै, अनि त्यहाँबाट पुग्ने बित्तिकै म गाडी स्टार्ट गरेर एउटा सरलाई लिएर तल यहाँ बल्कुसम्म गएर आइसकेँ। अहिले चाहिँ गाडी यतिकै ओह्रालोमै रोकेर राखेको छ। अघि पनि स्टार्ट नभएर रिभर्समा राखेर स्टार्ट गरेर बल्ल तल स्टार्ट गरेर एकैछिन स्टार्ट गर्ने बित्तिकै म निस्केको। अहिले पनि मैले ओह्रालोमै छोडिदिएको छु। यो गाडी चाहिँ यतिकै ओह्रालोमा छोडिदिएको छु। एकैछिनमा कुमाएर पनि यहीँ छोड्छु होला सायद म। अहिले ब्याट्री डाउन भएको छ, अब छोड्नै पऱ्यो नि होइन। ल अब एकैछिनमा केही ह्यापनिङ भयो भने, कहीँ जानु पऱ्यो भने म देखाउँला नि है त। ल हामीलाई चाहिँ सो के छ गाइज, के छ होइन। अहिले चाहिँ कति बज्यो भन्दा 1 बज्न लाग्यो होइन, 1 बज्न लागेको छ। अहिलेसम्म म अफिसमै छु, बाहिर कहीँ गएको छैन। अघि नै एकैछिन त्यही बल्को एकैछिन गएको थिएँ। अहिले चाहिँ कहीँ पनि गएको छैन। अहिले पछि कहीँ जान्छु भन्यो भने हेरौँ ल। अहिले त खै कहीँ पनि गएको छैन, के देखाउनु है। यत्तिकै बसिरहेको छु अफिसमा, अफिस यत्तिकै चलिरहेछ। म गाडीमै बसिरहेको छु। अरू ठाउँमा त के बस्नु, जाडो छ। बाहिर बस्यो भने छायामा बस्यो भने जाडो छ, घाममा बस्यो भने गर्मी लाग्छ। अनि के गर्ने, बरु गाडीमै आनन्दले बस्यो, त्यति हो। अझै गेम खेल्न लाग्छु। यो गेम एउटा खेल्न लाग्छु, डाउनलोडिङ छ। अहिले पछि भेटौँला है त गाइज, कहीँ जाने भन्यो भने। हल्ली पनि हुँदैन नि, भाइब्रेसन हुँदैन नि है। तिमीले नि युट्युबबाट कमाउने होला, अब गाडी छोड्ने होला होइन। एडिट गर्ने, अन्त एडिट गरेपछि अनि युट्युबमा हाल्छन् नि। हामी यहाँ जाँदैछु, यस्तो छ रमाइलो छ, यो बाटो यस्तो यस्तो भन्दा आउँछ नि। दुधपोखरी नै जाने हो? सिधै माथि होइन, सिधै तल दुधपोखरी के। समलको मेन रोडमा 1/2 इन्ची होल हो कि 2 इन्ची पाइप छ, त्यो फुट्या हो। एउटा बुढो हुन्थ्यो, हुन्छ काम हुन्छ जानु दप्पी भन्दै थिएँ मैले। बुढो आइरहेछ। यही गाह्रो छ के सर काम गर्नलाई। तिमी त्यहाँबाट रन्केर यहाँ ब्रेक लाउनु परिहाल्छ। हेर अब घुचु अब 2 नम्बरमा।
निश्चित गाउँले भेटौँ। राकेशलाई लानु पर्ला। लानु त दुईटा लानु पर्थ्यो। ओइ कस्तो हल्ला यार, मोबाइलै नचिच्ने। राकेश बाबु, हेलो, कहाँ हो बाबु? हेलो राकेश, कहाँ हो बाबु? हेलो, ए एकपल्ट तिमी र सरोज माथि तामाङको ट्याङ्कीनिर आउनु, हामी यहाँ दुधबारी पुग्यो। यहाँ माथि तामाङको ट्याङ्की मुनि के अस्ति हामी चाबी चला ठाउँनिर है। तिमी र सरोज आउनु मोटरसाइकल स्वार है। ल बाबु, यसले भन्नु सक्यो भने पानी त निक्लेन। धारै सुकिसकेको छ, पान धारामा घर बन्न थालिसक्यो। सुकिसकेको छ त केदार सर? पम्प गरेर राखेको छ केटाहरू। यतापट्टि दुईवटा धारा त सुकेको छ। यसो धारा खेर गइरहेको छ, यहाँ पानी खानु भएको। उकालो उक्लिने है हामी यहाँबाट बिस्तारै। जान्छ यहाँबाट सुन जान्छ। उसको दयाराम थापा मोटरसाइकल स्वाट स्वाट आउँछ कि हरुँदै जाउँ हामी। यसमा नै हो पार्किङ छ किन तिमी यो उकालो उक्लिँदैन के? यहाँ फेरि खाल्डो छ। ऊ यो खाल्डो छ भने ब्यागबाट आउँदा गाह्रो हुन्छ नि। गाइज मैले चाहिँ गाडी पार्किङमा हालिदिइसकेँ होइन। खोइ यो कुन ठाउँमा आइपुग्यो हो। गाडी चाहिँ यहाँ पार्किङ गरिसकेँ यस्तो रोड साइडमा। म पनि माथि जाँदैछु। सरहरू कहाँ पुगिसक्यो। यहाँबाट गाडी माथि जाँदैन भने मैले त हेर्दा नि हेरिनँ बाटो कस्तो छ। उकालो छ भने ठाडै, यहाँबाट माथि जाँदैन भने गाडी। अनि त्यही भएर मैले त यहीँ राखिदिएँ। अब हेरौँ कहाँसम्म जानुपर्छ। गाइज बाटो चाहिँ एकदमै ठाडै रहेछ, उकालो। यहीँ तलबाट हिँडेर आउँदा यहीँ मलाई थकाइ लागिसक्यो। बाटो चाहिँ एकदम ठाडो छ। अनि मेन कुरा भनेको यहाँ चाहिँ कुखुराको फार्म रहेछ। अति घनायो। ठिकै छ। सरहरू कहाँ पुग्नुभयो खोइ त, भेटाउँदिनँ त म अहिलेसम्म। हो त्यस्तो छ बाटोमा, ठाडै छ कि।
डाँडाको त नजिकै आइपुग्यो त एउटा सिन पनि ठिकै देखिँदो रहेछ नि यसलो यस्तै छ नाचुन्जम तामाङ गाउँ रे तामाङ गाउँ आइपुग्यो तामाङ गाउँ यो चम्पादेवी पाउँछ क्या हो नजाने तामाङ गाउँ आइपुग्यो यहाँसम्म त चढ्थ्यो गाडी आनन्दले दुख्दै बेकारमा गाह्रो भयो तर केही छैन अलिअलि हिँड्नु पनि पर्छ हिँड्नै पर्छ अलिअलि त हाइटमा आइपुग्यो हामी त तामाङ गाउँ भन्ने ठाउँमा आइपुगेछ साथीहरू हामी चाहिँ धेरै हाइटमा आइपुगिसक्यौँ है ठाउँ हेऱ्यो भने यहाँबाट त किर्तिपुरको गुम्बा पनि देखिन्छ चौबारको गुम्बा देखिन्छ धराहरा देखिन्छ स्वयम्भू देखिन्छ के हेर्ने यहाँ चाहिँ घम्रङ्गै पहिरो गएको रहेछ बाटो यसो आएको कनेक्टिङ बाटो रहेछ यहाँनिर चाहिँ गएछ पहिरो यसरी अनि यहाँ वाल चाहिँ उठाइसकेको रहेछ यस्तै हो गाइज म चाहिँ अफिस फर्किसकेँ है आज साथीहरू ठाउँ जानु परेन त्यही तामाङ गाउँबाट फर्किसक्यो हामी चाहिँ अब हाकिमहरूको पनि छुट्टी भएर गइसक्यो अब म पनि घर जाने हो चाँडै अँध्यारो हुन्छ अल्छी लाग्छ भने दिन नै चाँडै अँध्यारो हुन्छ अनि चाँडै दिन सकिया जस्तो लाग्छ त्यही हो गाइज ल अब चाहिँ म घर फर्किन्छु के हेर्नु गयो भने देखाइहाल्छु नि हुँदैन ल गाइज पिस आउट गाइज म चाहिँ घर आइपुगेँ बसको खिचेन एकछिन बसमा के खिच्नु भनेर होइन अब म चाहिँ घर आइसकेँ यहाँ पुग्यो बुढी के गर्दै रहेछ हेरौँ मेरो बुढी के गर्दै रहेछ खोइ त बुढी मेरो बुढी नै छैन रहेछ एकदमै खाली रहेछ त्यो बुढी कहाँ गयो आजको दिन चाहिँ यसरी सकिए जस्तै लाग्यो होइन अब के गर्ने त अब यसो एकचोटि खुट्टा सुट्टा धुन्छु फ्रेस हुन्छु अनि फेरि एडिट लाग्छ अब यो भिडियो आजै आउँछ होला सायद आज अपलोड गर्छु होला हिजो गर्नु पाएन नि त त्यही भएर पिस आउट गाइस बुढी कहाँ होला के गर्दै होला भने त त्यहाँ लुगा धुँदैछ यति राति लुगा धुँदैछ म पनि धोइदिउँ न होइन ल अहिले एकैछिन अब लुगा धोइसकेपछि आज यति हो पिस आउट है त